साहित्यकार झमक घिमिरेको नामलाई नेपाली साहित्य जगतमा मात्र नभई असम्भवलाई सम्भव बनाउने अटुट इच्छा शक्तिको उदाहरणको रूपमा समेत लिइन्छ। जन्मजात शारीरिक अशक्तताका कारण अनगिन्ती चुनौतीका बीच सो अध्ययन र देव्रे खुट्टाका दुई औंलाको सहारामा साहित्य लेखन उहाँको परिचय नै हो। पीडादायक संघर्षमा बितेका झमकको जीवनमा पछिल्लो समय पीडा र संघर्ष झनझन थपिँदो छ। देव्रे खुट्टाका दुई औंलाको सहारामा लेखनलाई निरन्तरता दिँदै आउनुभएकी साहित्यकार झमक घिमिरे नेपाली साहित्यको प्रेरणाको पात्र मात्र नभई असाधारण संघर्षको जीवित उदाहरण पनि हो। 2037 सालमा धनकुटाको कचिडेमा जन्मनुभएकी घिमिरेको जन्मजात मस्तिष्क पक्षघातका कारण हात खुट्टा चल्दैनन्, बोली समेत आउँदैन। तर पनि उहाँको साहित्यतर्फको यात्रा निरन्तर चलिरह्यो। उहाँका हालसम्म 14वटा साहित्य कृतिहरू प्रकाशित भइसकेका छन्। जीवन काँडाकी फूल नामक आत्मकथाले 2068 सालको मदन पुरस्कार जित्न सफल भयो। अझै धेरै पाण्डुलिपिहरू प्रकाशनको प्रतीक्षामा छन्। तर हाल झमकको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। लामो समयदेखि स्नायु प्रणाली सम्बन्धी समस्या झेलिरहनु भएकी घिमिरेको अवस्था झनै जटिल बन्दै गएको छ। घिमिरेकी आमा आशादेवीका अनुसार नियमित औषधि सेवन गर्दै आए पनि स्वास्थ्यमा बारम्बार आकस्मिक समस्या देखा पर्ने गरेको छ। राज्यको सम्पत्ति हो, राज्यले जिम्मा लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब के भने औषधि उपचार राज्यले त लिनु पर्यो त। झमक मेरो छोरी मात्रै होइन नि त, राज्यको छोरी हो नि त। त्यस हुनाले अब औषधि उपचार चाहिँ अब सरकारले भयो, राज्यले भयो, जसले भयो गर्नुपर्छ जस्तो लाग्छ। अब मैले सकुन्जेल त मैले गरेँ। घिमिरेका पिता कृष्णबहादुर घिमिरे पक्षघातले थलिएर ओछ्यान पर्नु भएको केही वर्ष भयो। उहाँकी आमा आशादेवी पनि सडक दुर्घटनापछि सहज रूपमा हिँडडुल गर्न सक्नुहुन्न भने भाइ वैदेशिक रोजगारीमा हुनुहुन्छ। अहिले उहाँको स्वास्थ्य तथा आर्थिक अवस्था झन कमजोर बन्दै गएको छ। सरकारले उहाँलाई काठमाडौँको गोठाटारमा घर बनाइदिए पनि स्वास्थ्य र पारिवारिक कारण उहाँ धनकुटाकै कचिडेमा बस्दै आउनु भएको छ। सरकारले मासिक केही रकम निर्वाह भत्ता प्रदान गर्दै आए पनि आवश्यक औषधि उपचार र हेरचाहका लागि पुग्दो छैन। पुस्तक बिक्रीबाट आउने आम्दानी पनि अहिले ज्यादै न्यून भएकाले खर्च टार्न निकै गाह्रो हुँदै गएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानका सचिव जनार्दन घिमिरेको भनाइ छ। दुई पटकसम्म यो हस्पिटल आउनुपर्ने हुन्छ, अनि थेरापी गर्नुपर्ने हुन्छ। त्यहाँ विराटनगर जानुपर्ने, महिनामा कहिले 2 चोटि कहिले चाहिँ 1 चोटि गएर थेरापी गराउनु पर्ने, औषधिहरू खान पर्ने, त्यो पनि अब महँगो औषधि। झमक घिमिरेको कृति जीवन काँडाकी फूलमा आधारित फिल्म समेत बनेको छ। उहाँका प्रकाशित कृतिहरू मात्र होइन, प्रकाशनको प्रतीक्षामा रहेका पाण्डुलिपिहरू नेपाली साहित्यका लागि गहन सम्पत्ति हुन्। उहाँको लेख्ने चाहना जीवित भए पनि स्वास्थ्य र पारिवारिक अवस्थाले अवरोध सिर्जना गरिरहेको छ। ईश्वर थापा, नेपाल टेलिभिजन, कोशी प्रदेश, धनकुटा।